मुगलिन आइपुग्नु लाग्थ्यो अनि ठ्याक्कै मेरो क्यासेट लगाइदियो क्या त्यो बसमा मेरो क्यासेट लगाइदियो पोखराको बस नारायण घाटैमा तिमी धरानमा जानी बटौली छुट्न पर्ने भो आधी बाटैमा भन्ने थियो आफ्नो गीत त्यो उसमा सुन्दा झन् मजा के यति आनन्द आउँदो रहेछ होइन साथमा बुढो हुनुहुन्थ्यो कि छेउमा बाबु मलाई यो गीत असाध्यै मनपर्छ नि बाबु भन्नुभयो हो र बुवा खुसी भयो नि त गदगद भयो नि के मर्छ बुवा स्वर राम्रो लाग्यो कि यसको लय राम्रो लाग्यो कि शब्द राम्रो लाग्यो भनेको पोखराको बस नारायण घाटैमा गरेपछि उर्र गर्छ नि त्यो राम्रो लाग्यो भन्नुभयो अनि त्यही उर्र चाहिँ मैले गरेँ होइन त्यो उर्र चाहिँ त्यो त्यतिखेर चाहिँ एकदम त्यो चर्चित एरेन्जर हुनुहुन्थ्यो जुजु गुरुङ दाई हरेकका गीत एरेन्ज गर्नुहुन्थ्यो अनि हुटिङ पनि दाइले गरिदिनुहुन्थ्यो अनि उहाँ एकदम लोकप्रिय एरेन्जर हुन्थ्यो त्यो बेलाको असाध्यै चर्चित एरेन्जर अनि दाइले हुटिङ पनि गरिदिनुहुन्थ्यो अनि दाइले एरेन्ज गर्नुभएको गीत हो त्यही उर्र चाहिँ मैले गरेँ होइन बुढालाई त्यही मन परेछ यति खिन्न भयो अनि अब यस्तो भयो भनेर दुःख सुनाएको यसलाई यसले हँसाउने भाषा अहिले केही सुनाउँदै हँसाउँदै गर्छ मान्छेलाई